एउटा शिक्षिका बन्छु भन्ने एउटा भविष्यको सपना देख्नु भएको थियो है? हजुर हजुर। कहाँबाट कहाँ पुगे जस्तो लाग्छ? एकदम कल्पनाभन्दा बाहिरकै सोचाइ के थियो, कहाँ पुगे, के भयो त्यो कल्पना पनि गरेको थिएन। यो कहाली लागेको दिन आउँछ भनेर चाहिँ। अब उनीहरूको यो पहिलो चरण भयो व्हिल चेयरमा बस्ने, दोस्रो चरण भनेको यही हो मसल्सहरू गर्ने, दोस्रो चरणै भन्नुपर्छ यसलाई। अब अन्तिम लास्ट तेस्रो चरण भनेको त अन्तिमै हो होइन। अब केटाकेटी अब श्रीमानै घरमा सबैजना थला परेको ठाउँमा त यो रमाइलो यो ऊ भन्ने नै छैन। मन त लाग्छ रमाइलो गरौँ कतै अझ मलाई त अझै घुम्न जानु मन लाग्छ है, कति टाढो टाढो जाउँ यस्तो यताउति गर्नु होइन, त्यो लाग्छ। तर होइन आफ्नै उसले कमाएर पौरोले कमाएर गरेको र सबैसँग शरणमा आएर नमस्ते गरेर ढोगेर त्यसो गरेकोमा त नराम्रो लाग्छ। यस्तो गर्नु नपर्ने हुन्थ्यो, यस्तो गर्नु नपर्ने दिन आयो हुन्थ्यो जस्तो त लाग्छ। नमस्कार, मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नम्बर 11 नवलपुरमा जन्मेकी 40 वर्षीय मीना पराजुली। उनी शिक्षा संकाय अन्तर्गत जनसंख्या विषय लिएर स्नातक गर्दै गर्दा विवाह भयो। इलाम रोम 3 मार्सेका प्रेम अधिकारीसँग विवाह हुँदा मात्रै 19 वर्षको थिइन् मीना पराजुली। विवाहको पहिलो वर्ष नै छोरा आरम्भलाई जन्म दिइन् उनले र आरम्भलाई जन्म दिएपछि निकै हर्षेदका साथ उनको 7 वर्षको अवधि बित्यो। तर 7 वर्षमा अचानक छोरा आरम्भलाई ड्युचेन मस्कुलर डिस्ट्रफी अर्थात् DMD रोग लागेको पत्ता लाग्यो। यो रोग थाहा पाउने बित्तिकै मीना छाँगाबाट खसे जस्तै भइन्। उनको अर्को छोरा अध्यायलाई पनि सोही रोग लागेको छ। उनको परिवारमा श्रीमान प्रेमराज अधिकारी, छोराहरू अध्याय र आरम्भ अनि छोरी अतिथि छन्। दुईटै छोराहरू एउटै रोगले ग्रसित छन्। यो रोग लागेपछि हातखुट्टाहरू लुलो हुने, जिउ अडिन नसक्ने जस्ता लक्षणहरू देखा पर्छन्। अनि श्रीमान पनि दृष्टिविहीन भएपछि मीना पराजुलीलाई गृहस्थी सम्हाल्न अहिले धेरै गाह्रो भएको छ। 13 वर्षदेखि श्रीमानको स्याहार सुसार त्यसै गरी छोराहरूको हेरविचारमा बिताएकी मीना पराजुली एक असाधारण गृहिणी हुन्। उनले गृहस्थी मात्रै सम्हालेकी छैनन्, समाजका हरेक नकारात्मक प्रतिक्रियालाई पनि आफूले सामना गरेकी छन्। आज हामी उनै साहसी अनि आत्मविश्वासी मीना पराजुलीसँग कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई। धन्यवाद। दिनहरू कसरी बितिरहेका छन् अहिले? मेरो दिनहरू भनेको अब बिहानदेखि बेलुकासम्मको कुरा गर्दा बिहानदेखि अब म बिहान 5 बजे 4:30 5 बजेतिर उठ्छु। त्यस पछाडि घरधन्दा भइहाल्यो अनि गरेर मेरो अब श्रीमान अब उहाँ चाहिँ अब सुगर भएको कारणले गर्दा उहाँलाई चाहिँ यताउति हिँडडुल गर्नु पर्ने हुन्छ। त्यसले बिहान मर्निङ वाक जान्छौँ अनि मर्निङ वाकबाट फर्किन्छौँ अनि बाबुहरूको थेरापी गराउने, खाना बनाउने, त्यही हो धन्दा सन्दा यताउति। त्यसै गरी बित्छ मेरो बिहानभरिको भनौँ न 11-12 बजीसम्म मेरो त्यही नै हुन्छ। अनि दिउँसोको टाइममा भनेको हामी अब खानाहरू छिटै खान्छौँ 4-4:30 बजीभित्रमा। अनि दिउँसो यसो थोरै केही खाँदै केटाकेटीलाई, त्यहाँबाट फेरि एक्सर्साइज हुन्छ अनि एक्सर्साइज गरायो अनि फेरि खाना पकायो बेलुकाको। अनि बेलुका अनि अब सबै खानासाना खाएर अनि एकछिन फेरि थोरै एकछिन घुमेर आउँछौँ। त्यसै गरी दिनचर्या त्यही हो मेरो। हजुर। अलिकति बाल्यकालतिर फर्कौँ हामी। अहिलेको अवस्था त सबैलाई थाहा भइहाल्यो। हजुर। मकवानपुर जिल्ला हेटौडा नगरपालिकाको नवलपुरमा जन्म। हजुर हजुर हजुर। तपाईँलाई सानो बेलाको यादहरू आउँछन् होला अहिले पनि होइन? सानो बेला कस्तो स्वभावको हुनुहुन्थ्यो? म एकदम सोझी हुन्छ नि, एकदम सोझो खालको, यताउति लप्पन सप्पन त्यस्तो केही नजान्ने, सानैदेखि त्यस्तै मलाई सोझी लाटियो भन्थ्यो सबैजनाले होइन। यताउति नगर्ने, चकचके त्यस्तो होइन, सामान्य नै हो मेरो एकदम सोझोपन। यताउति खेल्ने, गाउँ डुल्ने त्यस्तै हो। यता गयो उता गयो, साथीहरूसँग गयो, पढ्न गयो, त्यस्तै हो। म धेरै सानो बेलाको याद छैन, जस स्कुल गएपछिका दिनहरू चाहिँ अलिअलि याद छ। त्यही हो, स्कुल जाने आउने, साथीहरूसँग खेल्ने, त्यस्तै गरी सामान्य अरू बच्चा जस्तो त्यस्तै पछि। स्वभाव चाहिँ मेरो अलिक सरलै थियो भनौँ न, झैझगडा नगर्ने त्यस्तो कडा स्वभाव। माइतीतिर परिवारमा कतिजना सदस्यहरू हुनुहुन्थ्यो? मेरो बुवा आमा, 4जना
दिदी बहिनी अनि एउटा दाइ म अनि त्यस पछाडि त्यही हो आमा त्यही हो बुवा आमा दिदीहरू र हामी छोरीहरू 4 जना छोरा 1 जना 5 जना छोराछोरी अनि बुवा आमा तपाईँ चाहिँ कान्छी म चाहिँ कान्छी छोरीपट्टिमा कान्छी कि सन्तानैमा कान्छी सन्तान परिवारमा सबभन्दा कान्छी म हजुर छोराछोरीको माया पाउनु भएको है माया पाएँ अनि तपाईँ स्नातक पढ्दै हुनुहुन्थ्यो जति बेला विवाहको प्रस्ताव आयो होइन माघी विवाह थियो कि प्रेम विवाह हजुर माघी विवाह नै हो हजुर यो कुरा चाहिँ नि इलामको कुरा कसरी तपाईँ सामु आयो कि त्यस्तो के स्मरण छ यस्तो भयो मेरो ठुलो बुवा यहाँ यतै काठमाडौँमै हुनुहुन्छ उहाँ चाहिँ एकजना दिदी घरमा पुरेत गर्नुहुन्थ्यो अनि पुरेत गर्ने क्रममा चाहिँ उहाँ दिदीलाई चाहिँ जहाँ पुरेत गर्नुहुन्थ्यो मेरो ठुलो बुवाले उहाँ दिदीलाई चाहिँ यता मेरो श्रीमानले चाहिँ चिन्नु भएको रहेछ उहाँले चाहिँ पुरा खोजिरहनु भएको थियो केटी भन्नु न बिहाकै लागि भनेर अनि त्यतिखेर उहाँ मार्फत चाहिँ पुरा मेरो ठुलबुवालाई पुग्यो अनि ठुलबुवाले मलाई प्रस्ताव गर्नुभयो अब मेरो सबैको प्राय सबैको बिहे भइसकेको थियो अनि म मात्र बाँकी थिएँ त्यतिखेर चाहिँ अनि त्यही मलाई भन्नुभयो मैले अब जस +2 ब्याचलर फर्स्ट इयर पढ्दै थिएँ म त्यतिखेर अनि उहाँबाटै कुरा गएर अनि त्यसै गरी भेटघाट भएर बिहा भएको तपाईहरुले चाहिँ पहिलो भेट कहाँ गर्नुभयो मेरो पहिलो भेट उहाँ उतै हेटौडामै जानुभएको थियो हजुर उतै जानु भेट्न आउनु भएको थियो भेट्न भने जस्ट टिकाटाला नै गर्ने नै भन्ने हिसाबले पहिलो भेटमै टिकाटालो भयो गर्ने भन्ने हिसाबले चाहिँ आउनु भएको तर टिकाटाला भने त्यसरी पनि भेटघाट भयो कुराकानी भयो त्यतिखेर अनि त्यसै त्यही टिकाटालो भनेर चाहिँ भएन जस्ट भेटघाट गर्ने यताउति भयो अनि इन्गेजमेन्ट भनेको हामीले बिहे गर्ने बेलामै गरेको त्यतिखेर गरिएन त्यतिखेर चाहिँ तपाईलाई त्यो विवाहको प्रस्ताव आउँदा केटाको बारेमा के कुराहरु भनिएको थियो त्यस्तो त भनेको थियो उहाँ अब बाहिर हुनुहुन्छ बाहिर बस्ने हो पछि बिहे गरेपछि बाहिरै लाने हो अनि अब पढाइदिनु पनि हुन्छ जस त्यस्तै थियो त्यतिखेर कुराहरु अनि यस्तो मेरो बुवा फेरि त्यस्तो होइन नि त मेरो सामान्य परिवार हो अनि यस्तो बिहे गर्छु भनेर मेरो बुवाको सोचाइ पनि थिएन अकस्मात भयो कि अनि बुवासँग अब त्यति अब लागत पनि थिएन पैसा थिएन बुवासित विवाह गर्छु भनेर अनि नभए पनि जसो तसो गरेर ल नि त गर छोरी पढाइदिन्छन् भनेपछि किन त आखिर विदेशमा अब त्यही त हो नि बुवा आमालाई हैन राम्रो होस् भन्ने चाहना हो राम्रो केटा आउँदाखेरि अब किन हातबाट उम्किन दिनु भन्ने हिसाबले चाहिँ अनि ल नि त हुन्छ भनेर तपाई त स्थानीय क्याम्पसमा पढि नै राख्नु भएको थियो हैन जनसंख्या विषय लिएर स्नातक तहमा के सपना थियो त्यतिखेर के गर्छु जनसंख्या विषय लिएर पढिरहेछु पछि गएर यो भविष्य बनाउँछु भन्ने के थियो त्यतिखेर हैन मेरो भनेको त्यही हो अब शिक्षा एजुकेसन लिएर पढिसकेपछि त टिचरै हुन्छु भन्ने हो पछि गएर यस ब्याचलर सिद्धाउँछु डिग्री सिद्धाएर कम कलेजमा पपुलेसन चाहिँ म पढाउँछु भन्ने त्यो सोचाइ चाहिँ थियो जस पढाइसकेर चाहिँ कलेजमा चाहिँ पढाउँछु अब स्कुल स्तरमा चाहिँ पढाउँछु भन्ने थिएन मलाई कलेजमै पढाउँछु पछि गएर त्यो अनुसार त्यतिखेर अब काम अनुसार अब त्यही हुन्छ नि त आफ्नो सोचाइ त्यही त कमाउने गर्ने हो सोचाइ चाहिँ त्यहाँसम्मको थियो तर विवाह पछि पढाइदिने भन्ने प्रस्ताव पनि आएको थियो नि त तर त्यो भयो कि भएन त्यो चाहिँ यस्तो भयो मेरो अब विवाह भएपछि उहाँको त्यतिखेर चाहिँ अलिकति समस्या भयो कि उहाँको उहाँ माल्टा हुनुहुन्थ्यो माल्टाबाट अनि आउनुभयो फर्केर बिहा गरेपछि उहाँको फेरि त्यो भिसा भएछ कि रद्द भएछ मतलब क्यान्सल भएछ जानु पाउनु भएन पछि कन्डिसनमा अनि बिहे गरेपछि नि जानुभयो जान त 15 दिन जति भएपछि फेरि फर्केर आउनुभयो त्यो के भएछ फेरि त्यो उ नमिलेर अनि टाइम समय म्याच सक्यो कि भिसाको के भन्ने भयो त्यो पनि राम्रोसँग थाहा भएन त्यतिखेर भर्खर थियो बोलिँदैन पनि थियो हैन सोध्न पनि कस्तो अप्ठ्यारो हुने भर्खर बिहा गर्दाखेरि अनि सोधिएन पनि त्यस पछाडि उहाँ जानु भएन माल्टा नगएपछि यतैतिर बिहे गरेर काठमाडौँमै बस्नु हजुर काठमाडौँमै बस्यो काठमाडौँमै भित्रेको म काठमाडौँ कुन ठाउँमा बस्नु भएको थियो तपाईँ उता नयाँ बजार यता 16 फुटे नयाँ बजार उतातिर बस्थे भाडामा बस्नु भएको रहेछ त्यतै भयो सबैजना हुनुहुन्थ्यो त्यतिखेर दादा उहाँ दादाको चाहिँ बिहा भएको थियो हैन दादा उहाँ अनि सबैजना हुनुहुन्थ्यो त्यहाँ भाइहरू उहाँको परिवारमा जेठो दाजु अनि दिदी अनि उहाँ हुनुहुन्छ अनि सासू ससुरा भइहाल्यो अनि एकैसाथ बस्दै हैन पहिलो वर्षमा नै छोरा आरम्भको जन्म भयो है त्यतिखेर त धेरै खुसी हुनुहुन्थ्यो
खुसी थियो नि पहिलो बच्चा हो जे भए पनि खुसी त अब त्यस अभियसली हुने भइहाल्यो नि खुसी थियो अनि तपाईँले भन्नुभयो तपाईँको माइतीको तर्फबाट पनि अहिलेसम्म कसैले पनि छोरा बच्चा नजन्माएको तर तपाईँबाट छोरा बच्चा जन्मिएपछि माइतीतिर पनि हर्षोल्लास त धेरै नै भयो छोरा पहिलो नाति भयो भन्ने राम्रै भयो सबैजना खुसी नै थियो राम्रै थियो हजुरहरू खुसी नै हुनुहुन्थ्यो अनि आरम्भलाई के लक्षण त्यस्तो देखा पर्यो जसले गर्दाखेरि चाहिँ नि उपचारमा चेकअप जाँच गर्न जानुभयो तपाईँहरू होइन र यो डुचेन मस्कुलर डिस्ट्रफी भन्ने पत्ता लाग्यो त्यति बेला बाबुको चाहिँ यस्तो थियो म अब आमा भएको हिसाबले चाहिँ अलिअलि त मलाई के भन्छ अलिकति बच्चा अरू बच्चा जस्तो हिँड्ने कुद्ने उफ्रिने त्यस्तो गर्दैन थियो बाबु होइन अन्त त्यतिखेर पहिलो बच्चा अब कसैलाई त्यस्तो भएको नि थाहा छैन अब सुरुमा यस्तै होला बच्चाहरू हुने नै यस्तै होला भन्ने भयो याद भएन अनि पछि भएपछि उसको यो के भन्छ त्यो यस्तो पिँडुलामा यस्तो पोका जस्तो भयो कि मासुको अनि हेर्दा चाहिँ राम्रो कि नर्मल जस्तो अनि त्यस्तो देखियो अनि त्यति केही भएन होला भने पछि भएपछि बाबुले यस्तो यो कुर्कुच्चा उठाएर हिँड्न थालेको अलि अप्ठ्यारो गरी अलिक खचङ गरी हिँडे यस्तो गर्न थाल्यो कि अनि त्यस पछाडि केही न केही चाहिँ भयो होला नत्र त यस्तो त नहुनु पर्ने भनेर चाहिँ अनि शङ्का लगाएर चाहिँ एकचोटि फ्री शिविर भनेर आएको थियो अनि त्यहाँ जाँदाखेरि डाक्टरले अब यो यस्तै हो पछि ठुलो भएपछि आफै निको हुन्छ भन्नुभएछ एकजना डाक्टरले अब डाक्टरको नाम चाहिँ मलाई थाहा भएन उहाँले त्यसो भन्नुभएपछि अनि अब होला त नि बिस्तारै होला भन्ने भयो अनि पछि फेरि अनि अर्को कुन डाक्टरलाई देखाउँदा चाहिँ एकचोटि चेक गराउनु मलाई त यस्तो शङ्का लाग्यो डुचेन मस्कुलर डिस्ट्रफी हो कि जस्तो छ बाबुलाई चेक गराउनु भनेर भन्नुभयो अनि त्यस पछाडि अनि लन त भनेर चेक गराउँदाखेरि त्यतिखेर बाबु 7 वर्षको थियो अनि त्यतिखेर चाहिँ यो रोग भनेर थाहा भयो नभए त्यो अगाडि चाहिँ तपाईँलाई अलिअलि नर्मल बेबी होइन जस्तो चाहिँ मतलब अलिकति नकुद्ने हो कि अरू बच्चा यसो हाम फाल्ने ओर्ने उ गर्ने यताउति गर्थे फेरि ऊ ज्ञानी टाइपको थियो कि अनि ज्ञानी भएर नि त्यस्तो नगरे हो कि अब अरू सक्सकै भएर गर्छन् मेरो बच्चा त्यस्तो भएर हो कि भन्ने भयो त्यो यो रोग भन्ने त थाहा नै भएन के दिमागमै थिएन नि कल्पना 7 वर्षको बच्चाले त आफूलाई भएको समस्याहरू पनि भन्न सक्छ भन्न सक्छ त्यस्तो उहाँलाई भएको पीडाहरू तपाईँलाई त्यतिखेर केही पोख्नु भएको थियो होइन बाबुले त खासै त्यस्तो केही भनेन जस्तो यस्तो उकालोहरू हिँड्दाखेरि चाहिँ अलिक ठुलो भएपछि भन्न 5-6 वर्ष त्यस्तो भइसकेपछि उकालो हिँड्दा गाह्रो हुने हाम्रो फेरि घर यस्तो उकालोमै थियो नि त उकालोमा थियो उकालो गर्नु पर्थ्यो त्यहाँ चाहिँ अलिक गाह्रो गरी उफ्रिन्थ्यो कि बाबु दुख्यो यो चाहिँ भन्थ्यो भन्न चाहिँ अब हामीले त्यति अब यस्तो उगार्दा यताउति गरेर होला दुख्यो भन्ने भयो त्यस अब सुरुको बच्चा भएर नि त्यति अनुभव भएन कि मलाई सामान्य रूपमै लिनुभयो सामान्य नै होला त तपाईँ आफ्नो उमेर पनि सानो नै थियो होइन 19 वर्षमा मात्रै बिहे भएको थियो वर्ष दिनमा बिहेको वर्ष दिनमा नै बच्चा भइहाल्यो होइन त्यो समय कसरी बित्यो जस्तो 7 वर्ष समयको कसरी बित्यो तपाईँको बाबुसँगको 7 वर्ष समय अब त्यही हो उहाँ अब बिहानदेखि बेलुकासम्म रेस्टुरेन्ट जानुहुन्थ्यो अनि म त्यही घरकै त हो नि घर धन्दा केटाकेटी स्याहार सुसार त्यो बाबुकै स्याहार सुसार त्यस्तै अब सानो बाबु पनि थियो त्यतिखेर अनि त्यो बाबुहरूको स्याहार सुसार गर्ने त्यसरी नै हो बितेको बाबु अध्यायको पनि जन्म भइसक्यो बाबु कति 7 भनेपछि बाबु 2 वर्षको थियो होला 2 वर्ष थियो ऊ स्कुल जान्थ्यो ठुलो बाबु स्कुल पुर्याएर आउँथे आफै बाबु बोकेर जान्थे लिएर आउँथे बाबुलाई अनि त्यस्तै हो सामान्य त्यस्तै तरिकाले दुईटै बच्चालाई एउटै रोग देखियो होइन एउटै लक्षण देखियो तपाईँले दोस्रो बच्चाको सङ्केतहरू चाहिँ के पाउनुभयो जस्तो पहिलो बच्चालाई त त्यो DMD भयो भन्ने थाहा भइसकेपछि दोस्रो बच्चामा चाहिँ कहिले थाहा पाउनुभयो यस्तो भयो बाबुलाई चेक गराउँदाखेरि चाहिँ ऊ पनि उभिँदा अर्दा उसलाई पनि गाह्रो भइरहेको थियो न छ कि भन्ने आफूलाई पनि ऊ त भयो उसलाई छ कि भन्ने त भयो अनि डक्टरकै सल्लाह अनुसारै अब 7 वर्ष भएपछि अब यो जेनेटिक हो यो रोग पत्ता लगाइसकेपछि अब उसलाई पनि चेक गराउनु भनेपछि अनि दुईटालाई एकैचोटि चेक गराएँ कि एकैसाथ उसलाई चेक गराएपछि सानोलाई पनि चेक गराएँ अनि पोजिटिभै देख्यो कि अझ उसमा ठुलोमा बाबुभन्दा सानोमा झन् अलिक बढी देखियो कि त्यतिखेर हो सँगै चेकअप गराएको अनि कस्ता औषधिहरू खानुपर्छ अहिले उनीहरूलाई अब यो औषधि त उयो प्रोटिनहरू भयो अनि क्याल्सियमहरू भयो अब हड्डीको उसको लागि क्याल्सियम पहिला खुवाउनु पर्थ्यो अब अहिले त्यो औषधि पनि अब त्यो दुख्न कम हुनेहरू औषधि हुन्छ प्रायः अब यही क्याल्सियमहरू भयो प्रोटिन भयो होइन त्यस्तै खालको त्यस्तै हो
त्यस्तै अरू औषधि त त्यसरी खानु पर्दैन। अनि बच्चाहरूको यो अहिले जुन हामी कुरा गरिरहेछौँ यो रोगको उहाँहरू चाहिँ कुन चरणमा हुनुहुन्छ? अहिले उहाँहरू भनेको यस्तो हो, उहाँहरूको खास भन्यो भने 12 वर्षको उमेरमा चाहिँ व्हील चेयर हुनुपर्ने हो होइन यो रोग। अनि 12 वर्षको उमेर त अब ठुलो बाबुको व्हील चेयरमा बसेन ऊ 12 वर्षमा, सानोलाई चाहिँ 12 वर्षमै ऊ भयो होइन। अब उनीहरूको यो पहिलो चरण भयो व्हील चेयरमा बस्ने, दोस्रो चरण भनेको यही हो मसल्सहरू गर्ने, दोस्रो चरणै भन्नुपर्छ यसलाई। अब अन्तिम लास्ट तेस्रो चरण भनेको त अन्तिमै हो होइन। अनि त्यही हो 12 वर्षमा व्हील चेयर। अनि पहिलाकोमा चाहिँ 20 वर्षमा उनीहरूको एज चाहिँ 20 वर्ष। पहिलाको मा चाहिँ अब अहिले हामीले अब प्रोटिन डाइटहरू यताउति पेलेका छौँ होइन, थेरापीहरू गरेका छौँ, त्यसले गर्दाखेरि चाहिँ अलिकति यसको उमेर चाहिँ 29-30 वर्षसम्म चाहिँ हुने रहेछ दोस्रो चरण भनौँ न। अब यही हिसाबले गरिरह्यो भने अलिकति लामो समय पनि जान्छ, त्यसलाई अब यसरी गराउन सकिरह्यो भने। त्यता श्रीमानलाई पनि भिजनको समस्या छ, रतन्तको समस्या देखियो र क्रोनिक लिभर डिजिज पनि देखिन्छ। भनेपछि यी रोगहरू चाहिँ कसरी पत्ता लागे, कस्तो अवस्थामा लक्षणहरू देखा पर्यो होइन, त्यो अलिकति बताइदिनु। त्यो अब उहाँको चाहिँ यस्तो सुरुमा चाहिँ उहाँ आफूलाई नै त्यति थाहा रहन्छ जस, अनि थाहा भएन। अनि अब एकचोटि चाहिँ उहाँको एक्सिडेन्ट परेछ, बाइक स्कुटर एक्सिडेन्ट परेछ, त्यतिखेर चाहिँ उहाँको भिजन त्यतिखेर आँखा चाहिँ झ्याप्पै बन्द भएको थियो कि स्कुटर चलाउँदै अनि गएर गाडीमा ठोकिएको थियो अरे। त्यस पछाडि चाहिँ अनि उहाँलाई आँखामा यो मेरो चाहिँ आँखामा केही न केही समस्या चाहिँ रहेछ भन्ने थाहा भयो। त्योभन्दा अगाडि त्यस्तो फिलै भएको थिएन अरे कि यस्तो छ भनेर। अनि पछि त्यही एक्सिडेन्ट भएपछि चाहिँ उहाँले चेक गराउँदाखेरि चाहिँ उहाँको त्यो रोग देखियो। पहिलो बाबुलाई देखिएको समस्या सँगसँगै नै हो श्रीमानलाई पनि यस्तै समस्या देखिएको? त्यस्तै हो, बाबुलाई देखिसकेपछि अलिक पछि नै हो, बाबुलाई देखेपछि पछि चाहिँ उहाँलाई देखियो। अनि रतन्तोले गर्दाखेरि उहाँको चाहिँ नि आँखा पूर्ण रूपमा नै दृष्टिविहीन त्यति अहिले चाहिँ पुरै नै दृष्टिविहीनै हुनुहुन्छ। त्यतिखेर चाहिँ जस हुँदै थियो क्रमिक रूपमा बढ्दै थियो उहाँको प्रब्लम चाहिँ। अनि अहिले कन्डिसनमा चाहिँ अहिले चाहिँ पुरै नै अब बन्दै भयो भनौँ। आरम्भ जन्मेर 7 वर्षदेखि जुन लक्षण देखा पर्यो उनलाई स्याहारेको अवधि भनेको 13 वर्ष भइसक्यो होइन। दुईटा बच्चालाई स्याहार्ने, त्यसै गरी श्रीमानलाई पनि हेरविचार चाहियो होइन, अनि सानी छोरी पनि छ अझै। कतिको गाह्रो हुन्छ उहाँहरूको हेरविचार गर्दाखेरि? अझ बच्चालाई सानो छोरीलाई पनि पढाउनु पर्यो, उसको पनि हेरविचार चाहियो होइन, उसलाई पनि चाहियो हेरविचार। कतिको गाह्रो हुन्छ? गाह्रो त अब धेरै हुन्छ। म एउटाले मात्र गर्नु पर्यो होइन, त्यसले गर्दा गाह्रो त अब धेरै नै गाह्रो छ। शरीरले कतिन्जेल थेग्ने हो यो, अहिलेसम्म त जसो तसो गरिरहेको छु होइन। शरीर अलि उ छ, रोगसोग अहिलेसम्म केही लागेको छैन आफूलाई, त्यसले गर्दा चाहिँ जसो तसो गरिरहेको छ। तर गाह्रो त गाह्रै हुन्छ, बोकेर टोइलेट लानु पर्यो, बोकेरै सबै थु गर्नुपर्छ। सारा संसार सबै उसको दैनिकीहरू सबै आफैले हेरविचार गरिदिन्छ, आफैले गर्नुपर्ने हुँदा त गाह्रो, धेरै गाह्रो छ। स्वतन्त्र रूपमा उभिन सक्नुहुन्न, अडिन सक्नुहुन्न बच्चाहरू होइन। भनेपछि तपाईँलाई त हरेक क्रियाकलापमा तपाईँकै सपोर्ट चाहियो। जतिखेर पनि मेरै सपोर्ट, म बेगर अब केही नै हुँदैन कि उनीहरूलाई सपोर्ट गर्ने कोही पनि हुँदैन कि। सँगसँगै श्रीमानलाई पनि तपाईँले नै आफ्नो दृष्टि दिनु पर्यो। त्यसै उहाँसँगसँगै हिँड्नु पर्यो, उहाँसँगसँगै उहाँलाई भएको रोगको लागि भने उहाँसँगसँगै पछि अब हिँड्नै परेको छ। म जता जाँदा पनि जे गर्दा पनि त्यस्तै छ। एउटा शिक्षिका बन्छु भन्ने एउटा भविष्यको सपना देख्नु भएको थियो है? हजुर। कहाँबाट कहाँ पुगे जस्तो लाग्छ? यो त अब यो कल्पना एकदम बाहिरकै भयो। यहाँसम्मको त कल्पना मैले कहिले गरेको नि थिइनँ होइन, एकदम कल्पनाभन्दा बाहिरकै। सोचाइ के थियो, कहाँ पुगे, के भयो, त्यो कल्पना पनि गरेको थिइनँ यो कहालीलाई दिन आउँछ भनेर चाहिँ। दुईटै बच्चालाई यस्तो समस्या देखा पर्छ भन्ने चाहिँ नि, त्यस्तो पहिलो बच्चालाई देखिसकेपछि अर्कोमा पनि हुन सक्छ र तेस्रोमा पनि हुन सक्छ भन्ने त्यस्तो के छ? त्यही त दोस्रोमा पहिलोमा भइसकेपछि त अब त्यो रोग यो जेनेटिक भन्ने भएर थाहा भइसकेपछि त
नसक्ला कि उसलाई पनि हो छ कि भन्ने त नानीलाई पनि हुन्छ कि छ कि भन्ने जस्तो चाहिँ त्यो लाग्छ। तर अहिले हामीले उसलाई अब डक्टरहरूले चाहिँ चेक गराउनु भन्नुभएको छ भन्न चाहिँ, तर अब अहिले गराइहालेको छैन। अब नर्मलै छ, त्यस्तो केही भएको छैन। अब दाजुहरूको जस्तो त्यस्तो सिम्टमहरू केही देखिएको छैन। अनि त्यसले गर्दा भरे अब नदेखिँदा थियो भरे हो रहेछ भन्ने जस्तो भयो भने त फेरि झन् तनाव थपिन्छ। त्यसले गर्दा नि अहिले हामीले चेक चाहिँ गराएको छैनौँ। नहोला सायद भगवानको कृपाले, नहोला। तपाईँहरू आफै 5 जना भित्र होइन एकअर्कालाई सहारा दिने काममा व्यस्त हुनुहुन्छ। माइती पक्षलाई चाहिँ यो विषयमा कहिले जानकारी दिनुभयो? उहाँहरूलाई त सुरुमै थाहा भएको थियो। हामीले अब यो रोग बाबुहरूलाई छ भनिसकेपछि उहाँहरूलाई नै अब थाहा दिइसकेको थियो हामीले। उहाँहरूले चाहिँ के भन्नुभएको थियो? प्रतिक्रिया कस्तो थियो उहाँहरूको? प्रतिक्रिया उहाँहरूलाई नै अब त्यही त, अब कसैकोमा छैन, कहाँबाट आयो, के भयो, किन यस्तो भयो भन्ने त्यो त एकदम भयो। उहाँहरूले नि एकदम छाँगबाट खसे जस्तै हुनुभयो। अब पहिलो नाति जे भए पनि यस्तो अवस्था, अब यस्तो रोग लाग्यो भन्ने भएपछि त उहाँहरूलाई नि धेरै गाह्रै भएको थियो। अहिले पनि अब गाह्रै मानिरहन्छ। फोन गरेपछि रुँदै के भएको छ, कसो भएको छ, कस्तो छ भने सोधिरहनु भएको हुन्छ। त्यही हो, सबैलाई तनाव छ परिवारमा। बाबुहरू त्यस्तो भएपछि हिँडुल गर्न पनि समस्या छ, बस्न पनि समस्या छ। उहाँहरूको दिनचर्यामा हरेक क्रियाकलापमा तपाईँले सहारा दिनुपर्छ तिनैजनालाई। चाडपर्वमा चाहिँ के हुन्छ, कसरी मनाउनुहुन्छ? भर्खरै दसैँ पनि गयो, हजुर। अब यस्तो तिहार आउँदैछ होइन, कसरी भ्याउनुहुन्छ? अब यस्तो हो, म त अब यसो दसैँ तिहार चाडपर्वमा अब कतै जाने भन्ने त मेरो अब सम्भव कुरै भएन। अब कतै गइँदैन। अब त्यही घरमा जसो त्यही घरभित्रै अब मिठो मसिनो यसो जे हुन्छ होइन त्यही पकायो उ गर्यो, त्यस्तै हो। अरू बेला जस्तै नर्मलै हो हुन त, यस्तो साह्रो त छैन। त्यो रौनक छैन, सधैँ हुँदैन। सदाबार अब त्यस्तै। अब केटाकेटी अब श्रीमानै घरमा सबैजना थला परेको ठाउँमा त यो रमाइलो यो ऊ भन्ने नै छैन। मन त लाग्छ रमाइलो गरौँ कतै अझ मलाई त अझै घुम्न जानु मन लाग्छ। कति टाढो टाढो जाउँ, यस्तो यताउति गर्नु होइन, त्यो लाग्छ। तर बिहेको दिनमा त्यो प्रस्ताव आउँदा श्रीमान त विदेशमा हुनुहुन्थ्यो होइन, विदेश जाने त्यस्तो थियो। तपाईँ पनि विदेश जाने भन्ने एउटा सपना त देखिसक्नु? उहाँले त्यो उ गरिसकेपछि त्यो सपना त अब अभियसली देखिँदो रहेछ। जे भए पनि गइन्छ विदेश। अब बिहा हुनुभन्दा अगाडि अब त्यो कुरा भइसकेपछि अभियसली गरिहालिन्छ त्यो त सोचाइ त। अब पढ्छु, त्यहाँबाट बाहिर जान्छु, उमेर पनि भइसकेको थिएन होइन, 19 वर्ष थियो। कति धेरै सपनाहरू बुझ्न सक्नु भएको थियो है? त्योभन्दा अगाडि त खासै म बिहे गर्छु भन्ने सोचाइ नि थिएन मेरो त। गर्छु भन्ने नै थिएन क्या। त्यो हुने दिन आएपछि त्यसै हुँदो रहेछ। म गर्छु, बिहे नै गर्छु, यति छिटो बिहे गर्छु भन्ने त मैले त्यो कल्पना पनि गरेको थिइनँ। अब भयो। कहिलेकाहीँ एकान्तमा बस्दाखेरि जिन्दगीको आरोह अवरोह बारे सोच्दाखेरि जिन्दगी के रहेछ भन्ने लाग्छ? खोइ मेरो लागि त जिन्दगी चाहिँ यो के भन्नु, यो अप्ठ्यारोमै बित्ने नै रहेछ। जिन्दगी त भनेको अप्ठ्यारै रहेछ भन्ने जस्तो महसुस हुन्छ मलाई चाहिँ। एकदम अप्ठ्यारो नै के, यस्तै नै हो कि जिन्दगी। सहज कहिले हुन्छ, सहज चाहिँ नहुने रहेछ मेरो जिन्दगी भन्ने जस्तो हो। त्यस्तै अप्ठ्यारैमा चाहिँ जिन्दगी जिउने रहेछ। अप्ठ्यारै नै रहेछ। यो अप्ठ्यारो भनेको नै जिन्दगी रहेछ जस्तो लाग्छ है। समस्या नै रहेछ, समस्या नै समस्या रहेछ। अब यो समस्या नभएको दिन चाहिँ अब सायद आउँदैन पनि होला लाइफमा जस्तो लाग्छ। यसो सम्झे एक्लै बस्दाखेरि लाग्छ। आफ्ना आफन्तहरूले, परिवारकै अन्य सदस्यहरूले होइन कतिको साथ दिनुहुन्छ? साथ अब यस्तो छ, अब उहाँहरूकै शरणमा बसेका छौँ अहिले कन्डिसनमा। हामी यो शरण दिनुभएको छ उहाँहरूले। यता घरपट्टिबाट चाहिँ त्यही हो, शरण दिनुभएको छ। त्यही हो सबभन्दा ठुलो कुरो भनेको, शरणै दिनु हो। अब त्योभन्दा अरू कुराहरू अरू बाहेक अब आर्थिक रूपमा भएकोमा चाहिँ हामीले चाहिँ अब बाहिरैबाट साथीभाइको सहयोगबाटै गरिरहेछौँ। जस घरमा चाहिँ एउटा बस्न दिनुभएको छ, बास दिनुभएको छ। त्यही हो उहाँहरूकोबाट सहयोग भनेको चाहिँ। आर्थिक रूपमा त हामीले यता बाहिरै साथीहरूबाटै, उहाँकै साथीहरूबाट, मेरो स्कुलका साथीहरू, उहाँको स्कुलका साथीहरू, अझै पनि उहाँकै स्कुलका साथीहरूले धेरै सहयोग गरिरहनु भएको छ। मेरो श्रीमानको साथीहरूले चाहिँ
स्कुलको साथीहरू स्कुलमा पढेका सँगै पढेका साथीहरूले चाहिँ एकदम हेल्प गर्नुभएको छ उहाँलाई मेरो पनि मेरो साथीहरूले नि सुरुमा गर्नुभयो मेरो मसँग स्कुलमा पढेका साथीहरूले उहाँका बच्चाहरूले पनि आफूले जस जम्मा गरेको पैसा हुन्छ नि अब के सोचेर होइन बच्चाहरूको त्यही त नि यसो गर्छु उसो गर्छु भनेर जम्मा गरेको पैसाहरू त्यो पैसा पनि अब मेरो बाबुहरू यस्तो देखेपछि मेरो परिवार यस्तो चाहिँ म आन्टीलाई सहयोग गर्छु भनेर जस्तै बच्चाहरूले समेत सहयोग गरे कि मलाई मेरो साथीहरूका बच्चाहरूले नै सहयोग गरे अब मेरो साथीहरूले पनि सहयोग गरे अब अहिलेसम्म सक्दो यसो अलिअलि हुन्छ नि अलिअलि गरिराख्नु भएकै छ परिवारबाट पनि अब घर परिवार माइतीबाट नि सहयोग छ अलिअलि सक्ने सहयोग अब सबैले भरथेक त गर्न सक्दैन नि अलिअलि त हो नि त्यस्तै गरिरहनु भएको छ अहिले सबैभन्दा बढी सहयोग भनेको चाहिँ उहाँकै साथीहरूबाट चाहिँ धेरै सहयोग भइरहेको छ लामो समयसम्म श्रीमान त विदेशमा नि हुनुहुन्थ्यो उहाँ कमाउनुहुन्थ्यो होइन हजुर उहाँको कमाइ चाहिँ नि बच्चाहरूकै उपचारमा उनीहरूकै पालन पोषणमा नै खर्च हजुर 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 त्यसमै हो खर्च भएको पालन पोषण उपचार भन्यो के भन्यो त्यसमै एउटा सक्षम श्रीमान हुनुहुन्थ्यो हजुर एउटा सक्षम परिवार थियो होइन हजुर हजुर अहिले चाहिँ नि आफैले आफ्नै वरपर साथीभाइसँग हात फैलाउनु पर्ने अवस्था छ है हजुर कस्तो लाग्छ त नराम्रो लाग्छ नि आफूले कमाए जस्तो आफूले मेहनत गरेर कमाएको होइन आफ्नै उसले कमाएर पौरोले कमाएर गरेको र सबैसँग शरण भएर नमस्ते गरेर ढोगेर त्यसो गरेकोमा त नराम्रो लाग्छ यस्तो गर्नु नपर्ने हुन्थ्यो यस्तो गर्न नपर्ने दिन आयो हुन्थ्यो जस्तो त लाग्छ यस्तो कुराहरू सुनिसकेपछि तपाईँको परिवारको बारेमा जानिसकेपछि सपोर्ट गर्ने होइन कोही त अब राम्रै काममा लाग्ने पनि हुन्छन् होला तपाईँले भन्नुभयो साथीभाइहरूबाट चाहिँ धेरै सपोर्ट पायो तपाईँले अपेक्षा गरेको जुन पक्षहरू छन् नि परिवार पनि हुनसक्छ आफन्त तिनीहरूबाट अब समाजै भनौँ न त्यस्तोबाट चाहिँ तपाईँले सहयोग अपेक्षा गरेको सहयोग पाउनु भयो कि भएन अपेक्षा गरेको छ होइन पाइरहेछ अस्ति पनि एकजना बुढी आमा आउनुभयो 92 वर्षको बुढी आमा हुनुहुन्थ्यो उहाँ पनि अब उहाँको अब श्रीमान बित्नु भएको 45 दिनको काम सकेर अनि जस राम्रो हिँड्न नि सक्नुहुन्न रहेछ कि एकदम यो घुँडाको समस्या भएको एकदम भराइ उक्लिनु गाह्रो भएको उहाँ पनि म जान्छु यस्तो परिवार रहेछ सहयोग गर्छु अलिअलि आफूले जति सक्छु त्यति भनेर आएर सहयोग गरिदिनु भयो जोस खुसी आउनु भएको छ आउनुहुन्छ सहयोग गर्नुहुन्छ उहाँहरूले जति सक्नुहुन्छ त्यति सहयोग गर्नु सन्तुष्ट छु म उहाँहरूले गरेको सहयोगमा तर एउटा सिङ्गो परिवारमै धेरै समस्या देखिसकेपछि स्थानीय निकायबाट हुने सहयोग होइन त्यसै गरी स्थानीय दलहरूबाट हुने सहयोग त्यस्तोहरू चाहिँ पाउनु भयो कि भएन मैले यस्तो पहुँच नै भयो कि भएन तपाईँ स्थानीय तहबाट त अब खासै त्यस्तो छैन नेताहरू दलहरूबाट त्यस्तो त कुनै सहयोग छैन अब हामी बसेको नजिकै अब शेरबहादुर देवाजी बस्नु भएको छ होइन अब हामी त्यही बाटो कतिचोटि ओहोरदोहोर गर्छौँ बाबुहरूलाई व्हिल चेयरमा गरेर होइन बिजोग देखिरहेको हुन्छ त्यो हुँदा पनि यस्तो रहेछ परिवार सहयोग गर्नु न त भन्ने भावना नेताहरूमा चाहिँ भएन पहिला उता ललितपुरमा बस्दा पनि उहाँ प्रचण्डज्यू पनि नजिक बस्नुहुन्थ्यो हाम्रो घर नजिक हुनुहुन्थ्यो उहाँहरूले पनि त्यस्तो केही गर्नु भएन अनि स्पेसल्ली हामीले चाहिँ अब उहाँ गगन थापाज्यूलाई चाहिँ रिक्वेस्ट एकचोटि भेटेर रिक्वेस्ट गरेका थियौँ अनि उहाँले चाहिँ ल नि त हेर्छु म केही हुन्छ कि भनेर भन्ने स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो स्वास्थ्य मन्त्री नहुँदैन पछि अस्ति भर्खर कुरो हेर त भएको छैन हामीहरू यता आइसकेपछिको कुरा हो जस हेर्छु केही गर्न सकिन्छ कि विचार गर्छु भन्नुभयो होइन आश्वासन दिनुभयो तर पछिल्ला कन्डिसनहरू पछि आउँछु पनि भेट्न आउँछु पनि भन्नुभएको थियो तर आउनु भएन अब अहिले त देशको परिस्थिति नै यस्तो छ त्यो फोनै स्विच अफ छ उहाँको फोन गर्दा पनि जस त्यस्तो सहयोग केही पनि आएन त के भन्छ इलामको महेश बस्नेतज्यू पनि हुनुहुन्थ्यो जस उहाँ र मेरो श्रीमानको राम्रै थियो कुराकानी चुनाव हुने बिचमा चाहिँ राम्रै थियो कुराकानी राम्रो भइरहेको थियो म गर्छु यताउति भन्नुभयो होइन तर अहिले पछिल्लो कन्डिसनमा उहाँ पनि कन्ट्याक्ट विहीन हुनुभयो कि त्यो यस्तो नेताहरूबाट यता दलहरूबाट चाहिँ केही कुनै पनि सहयोग छैन हामी बाँचेकै यही साथीभाइको सहयोगमै बाँचेका छौँ अहिलेसम्म अहिले जस्तो प्रचण्डसँगै बस्नुभयो होइन छिमेकी भएर त्यसै गरी अहिले देउवाको छिमेकी भएर बसिरहनु भएको छ जुन अपेक्षा हुन्छ सहयोगको त्यो अपेक्षा चाहिँ नि मरि नै सक्यो उहाँहरूबाट त केही छैन अहिले त अब यो हामीलाई केही होला केही गर्नुहुन्छ होला भने अब अहिलेको कन्डिसन त भएन अब त कि सरकारै ढलिसक्यो होइन अब आउने सरकारहरूले चाहिँ अब आउने
उहाँहरूले चाहिँ केही गर्नुहुन्छ कि केही सोचिदिनुहुन्छ कि हामी जस्तो परिवारको लागि केही हुन्छ कि भन्ने अब आश चाहिँ छ। अब कस्तो हो देशको परिस्थिति नै यस्तो छ अहिले त। अनि अब यस्तो नेताहरूबाट त कुनै छैन सहयोग, अपेक्षै छैन अहिले त। जति बेला अपेक्षा गरियो जसले अब आश्वासन दिनुभयो उहाँहरूले केही गर्नु भएन भने त अब त कुनै अपेक्षै छैन। तपाईँको परिवारको एउटै मात्र खम्बा तपाईँ आफै हुनुभयो होइन, सहाराको खम्बा। हजुर, कहिलेकाहीँ एकान्तमा बस्दाखेरि सोच्नु पनि हुन्छ होला, म सकेसम्म त हो, नसकेपछि के हुन्छ भन्ने त्यो भविष्यको कल्पना कहिलेकाहीँ आउँछ नि, प्राय आउँछ। राति एक्लै भयो होला, राति सुतेको बेलामा आउँछ त्यो त, कतिचोटि आउँछ। तर देखाउँदिन म अगाडि चाहिँ होइन, आउँछ। कसरी बाँच्ने होला, भर्खर दोस्रो चरणमा पुग्नु भएको छ बच्चा, बाँच्ने होला भन्दा नि आफू त जस्तो बच्चाहरूको चाहिँ के हुन्छ भन्ने हो, त्यो चाहिँ श्रीमानको भन्दा नि बच्चाहरूको चाहिँ के हुन्छ हालत। श्रीमान त हिँड्नुहुन्छ कमसेकम होइन, बाबुहरूको चाहिँ के होला हालत त जे सोचाइ थियो दुइटा बाबुहरूप्रति नै जान्छ क्या। अनि चाहिँ के रहेछ, यो निको नै नहुने रोग रहेछ, अझ बल्झिने मात्रै रहेछ, रोकथाम मात्रै गर्न सक्ने रोग। रोकथाम भनेको यो प्रोटिन डाइटहरू, अब बाहिर खानेकुराहरू नखाउने होइन, घरमै गरेका खानेकुराहरू, अब काजु किसमिस यस्तै अब उहरू भएकोहरू पेस्ता सेस्ता त्यस्तै खुवाएर अहिलेसम्म यतिको टिकिरहेका छन् बाबुहरू। नत्र यो धेरै रोस्ट कन्डिसन भइसक्यो, एकदम नराम्रै कन्डिसन भइसक्यो। अहिले बाबुहरू त्यसरी त्यत्तिकै गरेर त्यसरी अब हस्पिटलको बेडमा त्यसरी गरेर बस्नै सक्दैन थियो, जिउै अडिँदैन थियो। हामी त्यति अब मैले बिहान बेलुकै त्यो थेरापी गराएर आफूले मेहनत गरेर अनि अब त्यस्तै प्रोटिन डाइटहरू खुवाएर बेला बेला माछा मासु भन यताउति त्यस्तै खुवाएर नै गरेर बाहिर खानेकुरा हामीले केही त्यो कोल्ड ड्रिङ्क्सहरू यताउति केही दिँदैनौँ कि। अब हो त्यस्तै खाने, अब त्यसै हो कष्ट हाम्रो आउने भनेको चाहिँ त्यस्तै कुराहरूमा कष्ट आउँछ कि। अहिले पैसा हुने भनेको तपाईँको परिवारमा श्रम गर्न सक्ने भनेको एक त तपाईँ नै हुनुभयो, अर्को श्रीमान पनि दृष्टिविहीन हुनुहुन्छ, उहाँको आफ्नै समस्या छ। हजुर, तपाईँ एक्लै हुनुहुन्छ तैपनि अब परिवारले गर्दाखेरि त्यो गर्न सक्ने स्थानमा पनि तपाईँले गर्न पाउनु भएको छैन, सक्नु भएको छैन। त्यही हो, अब अहिलेसम्म बाँचेको भनेको जस उहाँले पनि अब अहिले चाहिँ हिम्मत गर्नुहोस्। पहिला सुरुमा चाहिँ उहाँले नि हिम्मत हारिसक्नु भएको थियो होइन, आफ्नो शरीरै त्यागिसके जत्तिकै हुनुभएको थियो, बिचमा एकदम बिरामी पनि हुनुभयो त्यही कारणले गर्दाखेरि। अनि अब चाहिँ बाँच्नुहुन्न भन्ने नै कन्डिसन थियो त्यतिखेर। अनि अब बिस्तारै उहाँले विचार गर्दै सोच्दै बाबुहरूको मुख हेर्दै आफूलाई पनि एकदम सर्भाइभ गर्नुभयो, हिम्मत गर्नुभयो। अहिले चाहिँ मेरो भन्दा नि बढी उहाँको हिम्मत छ कि, उहाँको हिम्मतले नै अहिलेसम्म हामीले गरिरहेछौँ। अब यताउति कुरा गर्ने, मान्छेहरूसँग कुरा गर्ने, सहयोग गर्नु पर्यो, मेरो भन्दा बढी उहाँले गरिरहनु भएको छ कि अहिलेको कन्डिसनमा चाहिँ। अहिले बच्चाहरूको उमेर कति वर्ष भयो? मेरो ठुलो बाबु चाहिँ 19 वर्षको भयो, बाबु अहिले सानो बाबु चाहिँ जस्तै असोजदेखिबाट 15 वर्ष, 14 पुरा भएर 15 लाग्यो। नानी 11 वर्षकी छ, 11 वर्षमा हिँडिरहेकी छिन्। सानो दुईजना दाइहरूको बारेमा हजुर, नानीको सोचाइ चाहिँ के छ, उनलाई थाहा छ कि छैन यी रोगहरू, मेरो दादाहरूलाई यस्तो रोगहरू लागेका छन्, अडिन सक्नुहुन्न, हिँड्न सक्नुहुन्न भन्ने खालको उनलाई चाहिँ त्यो चेत छ कि छैन? छ, नानीलाई धेरै छ। अब केही जता कतै गएको छ, कसैले केही दिएको छ भने मेरो दादाहरू यस्ता छन्, हिँड्न सक्दैनन्, मैले त खाइहाल्छु नि, म त बाहिर हिँड्न सक्छु, म दादालाई लगिदिन्छु भन्ने। अब केही खानेकुरा छ भने दादाहरूलाई सम्झिने। अनि आएर के भन्छ, अब हामी अब मर्निङ वाक जाँदाखेरि कहिले ढिलो हुन्छ नि अनि त्यसपछि आउने, माथि आउने, अनि दादालाई सु गराउनेदेखि लिएर उठाएर बसाउने, ब्रस गर्न दिने, त्यस्तो उहरू हेल्पफुल एकदम उछिन्। नानी त एकदम जस थाहा छ उसलाई मेरो दादाहरू यस्तो छन्, गर्न सक्दैनन्, मैले गर्नुपर्छ। अब अलिकति बच्चा हो, चञ्चलता अलिकति त हुन्छ होइन, त्यही पनि जस त्यो बच्चा भए अनुसार एकदम उनी एकदम जस पोजिटिभै छ भनौँ न। अब एउटा आमा भएको हिसाबले तपाईँलाई चाहिँ त्यो दुईजना छोराहरूको मनोभावना कस्तो रहेछ, के पाउनु भएको छ तपाईँले? कहिलेकाहीँ त रिड गर्नुहुन्छ नि त अनुहारकै भावबाट होइन, उहाँ अब कहिलेकाहीँ सोचेर बस्नुहुन्छ होला, त्यो हिसाबले लेखाइको हिसाबले होइन, के चाहिँ पाउनु भएको छ? उहाँहरूको मनोभावना चाहिँ चेन्ज भइरहेछ कि छैन, अथवा यस्तो रोगले गर्दाखेरि म यस्तो भएँ भन्ने खालको के छ उहाँहरूको? त्यो चाहिँ उनीहरूलाई छ। विशेष गरी ठुलो बाबु चाहिँ कहिलेकाहीँ मसँग भन्छ, त्यस्तो सधैँ त भन्दैन, अब त्यस्तो एकदम निराश भएर पनि बस्दैन, बस्न त हो होइन, अब म निराश हुन्छु भनेर हो कि के भएर उसको सोचाइ के हो त्यो चाहिँ
जस कहिलेकाहीँ चाहिँ उसले सेयर गर्छ अब मलाई झन् गाह्रो हुँदै रहेछ मामा अझै गाह्रो हुन थाल्यो होइन धेरै गाह्रो हुने रहेछ अब मलाई म के हुन्छु नि त्यस्तो कुराहरू चाहिँ सेयर गरिरहन्छ बाबुले गर्छ मलाई ठुलो बाबुले चाहिँ सानो बाबु चाहिँ उसको चाहिँ बच्चै जस्तो लाग्छ मलाई त्यो त्यस्तो उनी सिरियसै छैन के सानो बाबु चाहिँ त्यस्तो सिरियसै मान्दैन ऊ चाहिँ देखिँदैन पनि भन्दैन ठुलो बाबु चाहिँ भन्छ अब बुझ्ने भएर नि होला के भएर नि हो अनि भन्छ अब त धेरै ऊ पनि बाँचिँदैन होला धेरै अब उमेर पनि छैन हाम्रो म त झन् गाह्रो भयो माम के गर्ने भन्छ कि ठुलो बाबु चाहिँ अनि बाबुले आफ्नै छोराले त्यस्तो भनिरहँदाखेरि तपाईँले आत्मविश्वास चाहिँ नि उनलाई कसरी दिनुहुन्छ म त यस्तो भन्छ अब बाबु अब के गर्नु उमेर बढ्छ मर्ने बाँच्ने भन्ने कुरा हाम्रो हातमा हुँदैन बाबु अहिले यहीँ सधैँ भएको मान्छे होइन अहिले सधैँ देखिरहेको मान्छे यसरी भएर मरिरहेको छन् गरिरहेको छन् त्यो मर्ने भन्ने कुरोमा चाहिँ केही नगरेर जति लेखेको छ जति भगवान्ले दिनुभयो त्यति नै बाँच्ने हो म यति बाँच्छु म उति बाँच्छु म अहिले जन्मिन्छु म भोलि जन्मिन्छु भनेर त्यस्तो सोच्नु हुँदैन केही हुँदैन अब तिमीले आफूलाई चाहिँ अलिकति डर बनाउनु पर्छ तिमी डर भयो भने भाइ पनि त्यो छ तिमीले छोड्यौ हात छोड्यौ तिमीले लत्तो छोड्यौ भने बाबुलाई पनि असर गर्छ तिमी अलिक बलियो हुनुपर्छ नगर यस्ता मर्ने बाँच्ने कुराहरू हाम्रो हातमा हुँदैन यो कुराहरू नगर यस्तो भन्छु सम्झाउँछु सम्झिन्छ ठिकै जस्तो उसको अब हात चलाउँछ अहिलेसम्म त उसले त्यस्तो धेरै पनि त्यस्तो भने पनि रहँदैन कहिले काहीँ चाहिँ त्यसरी भन्छ मलाई अनि म त्यही हो सम्झाउने 20 वर्ष भयो है विवाह भएको हजुर 20 वर्ष भयो 20 वर्षको सिकाइ चाहिँ के भयो जिन्दगीको बारेमा सिकाइ यही हो जस्तो सुकै परिस्थिति भए पनि बाँच्नै पर्ने रहेछ होइन परिस्थितिसँग जुझ्नै पर्ने रहेछ हिँड्नै पर्ने रहेछ यो परिस्थितिलाई बोकेरै अब आफूले सोचे जस्तो हुँदैन लाइफ यस्तै हो त्यस्तै लाग्छ अब आउने दिनमा कुनै योजना त होला नि होइन यस्तो कन्डिसन आयो भने म यसरी जान्छु भन्ने त होला नि त्यस्तो केही छ जस्तो बच्चाहरूकै कन्डिसनमा पनि अब झन् क्रिटिकल त हुने नै हो होइन अब यस्तो भयो भने चाहिँ मैले यो कदम चाल्छु म यसरी सामना गर्छु किनकि सामना गर्ने त तपाईँ एक्लै आउनुहुन्छ हजुर त्यो भन्दा नि यस्तो म चाहिँ अब बाबुहरूलाई चाहिँ कसरी सहज वातावरण कसरी मिलाउँ अब अहिले त अब हामी एकदम अप्ठ्यारो परिस्थितिमा अप्ठ्यारो ठाउँ पनि बस्ने ठाउँ सबै अप्ठ्यारै छ नि त हाम्रो लागि होइन सबै खाना ऊ एकै ठाउँमा छ अब बाबुले टोइलेट पनि अब त्यही अब व्हिलचेयर त्यहीँ राखेर अब त्यही कोठाभित्रै गराउनुपर्छ होइन जहाँ खाना बनाए त्यहीँ गर्नुपर्छ अनि अब बाथरुम पनि अब छैन नजिक अनि त्यसको लागि चाहिँ मलाई चाहिँ जे होस् उनीहरूको सहजताको लागि चाहिँ एउटा घरै एउटा केही भइदिए चाहिँ बरु बाबुहरूलाई त्यहीँ राखेर त्यतिबाट केही गर्थेँ कि बाबुहरूलाई सहज बनाएर उनीहरू कसरी सहज तरिकाले बाँच्छन् हो त्यो तरिकाको सोचाइ चाहिँ आइरहेको छ अब गर्ने भनेको त्यही हो हामी अब माथि अब 3rd फ्लोरमा बसेर म सर्भाइभ गर्न सक्दिनँ अब कन्डिसनमा होइन जस एउटा घर केही त्यस्तै सहज तरिकाको घर भयो अथवा कसैले त्यही सहयोग गर्छु भन्यो भने चाहिँ जस पहिला सुरु चाहिँ मलाई चाहिँ घरबाट चाहिँ त्यहाँबाट चाहिँ जस असजिलो ठाउँबाट चाहिँ निस्किन पाए हुन्थ्यो यसरी निस्किन पाए चाहिँ मैले के गर्थेँ कि भन्ने चाहिँ छ अब त्यही बसेर सर्भाइभ गर्न चाहिँ एकदम गाह्रो भइरहेको कन्डिसन हो अहिले चाहिँ अब नेपालमा यो डुचेन मस्कुलर डिस्ट्रफी डिएमडी रोग नयाँ त होइन होइन तपाईँको परिवारलाई मात्रै होइन धेरै परिवारलाई यो रोग देखा परेको छ त्यस्ता धेरै परिवार छन् त्यस्ता धेरै पीडितहरू छन् होइन उहाँहरूलाई चाहिँ नि के मेसेज छोड्न चाहनुहुन्छ त्यस्तै हो अब भगवान्ले दिएको जिन्दगी हो जस्तो दिनुभएको छ त्यस्तै हामीले स्वीकार्नै पर्छ सहज तरिकाले होइन त्यसलाई असहज बनाउने होइन यस्तै हो मेरो जिन्दगी सहजै तरिकाले स्वीकार्नुपर्छ अब सहन गर्नुपर्छ त्यही हो त्यही नै भन्छु हस् यो समयको लागि धेरै धेरै धन्यवाद हजुरलाई पनि धन्यवाद यहाँसम्म बोलाइदिनु भयो कुरा गर्न पाएँ मनको बह पोख्न पाएँ यसको लागि धेरै धेरै धन्यवाद हजुर